आज पनि जाँड धोकेर आएछन् नि। हे भगवान्, के गरौँ म भन्दै माया कराउन थालिन्। कति कराको, कति बोलेको आइमै मान्छे भएपछि बढी बोल्नु हुँदैन भन्ने कुरा थाहा छैन तँलाई? तैँले कमाएर ल्याकी छेस कि तेरो बाउको पैसाले खाइदिएको छु? तेरो पैसाले खाएको छु, मैले कमाएर मेरै पैसाले खाएको छु, बुझिस्? मसँग बढी नबोल, नत्र कुटाइ खालिस् भन्दै उल्टै पो रमेश बुढीलाई कराउँछ। भात पस्की, धेरै बोलेर नबस। कहाँबाट पस्किनु मैले भात? घरमा एक गेडो चामल छैन भन्छिन् माया। बिचरा मायाको एउटा छोरी र दुईवटा ससाना छोराहरू छन्। मायाले मेला पात ज्याला मजदुरी गरेर छाक टार्ने गर्छिन्। उनलाई ती 3 जना सन्तान पाल्न धौ धौ भइरहेको थियो। बुढा भनौदो दिनभरि गाउँ डुल्ने, तास खेल्ने, बेलुका घर आउँदा जाडले मातेर आउँथ्यो र घरमा बुढी छोराछोरीलाई कुटपिट गर्ने गर्थ्यो। छोराछोरी बुवा घरमा आएपछि डरले कता कता लुक्थे। त्यो दिन घरमा चामल पनि सकिएको थियो। साँझमा एक मुठी पिठोको खोले बनाएर बच्चाहरूलाई खुवाइन् र उनी पानी पिएर बसिरहिन्। जब साँझमा बुढा जाडले मातिएर आए तब माया आफ्नो भाग्यलाई दोष दिँदै बस्छिन्। हे भगवान्, मेरो भागमा किन यस्तो मान्छे पारिदिनु भयो भन्दै आफैले आफैलाई धिक्कार्दै बसिन्। एक दिनको कुरा हो, माया मेला गएकी थिइन्। घरमा छोराछोरी मात्र थिए। त्यही समयमा रमेश एउटा हातमा बोतल र अर्को हातमा चप्पल बोकेर खुट्टा लर्खराउँदै आयो। छोराछोरीलाई चाहिँ छिमेकीले दया गरेर खाजा खान दिँदै थिए। त्यत्तिकै तँ अर्काको घरमा खान नपाएको जसरी किन खाइरहेको छेस भन्दै छोरीको कपालमा समातेर उचालेर फालिदियो। बिचरा छोरी भुइँमा नराम्रो तोडले बजारिन पुगिन्। उसको सास नै अड्कियो। यो देखेर छिमेकीहरूले उसलाई समाते, तर जाडले गर्दा हो कि केले हो कुन्नी, कति बलियो हो रमेश त। दिदीलाई यसरी कुटेको देखेपछि ती साना 6 वर्षको र 4 वर्षको बच्चा नपरे डरले छिमेकीको घरमा नै लुके। केही समयपछि माया पनि एक मानो चामल र पिठो लिएर घरमा आइन्। घरमा आउँदा त छोरी बेहोस भएर लडिरकी। छोराहरू डरले छिमेकीको घरमा काम्दै बसिरहेका थिए। बुढाको हालत जाड लागेर पल्टिएर बसेका रहेछन्। यो देखेर माया आत्तिदै हतार छोरीलाई बोकेर स्वास्थ्य चौकीमा लगिन्। केही समयपछि डाक्टरले मायाको छेउमा आई भने, यति सानो बच्चालाई यसरी कुट्ने हो? धन्न टाउकोमा लागेन छ। टाउकोमा लागेको भए तपाईँको छोरी आज बाँच्दिन थिइन् होला। उसलाई सामान्य चोट लागेको छ। मैले औषधिहरू राखिदिएको छु, अब एकैछिनमा घर लैजानु होला। हस् डाक्टर साहब भन्दै माया औषधि र छोरीलाई लिएर घर गइन्। घरको हालत देखेर उनी रुँदै बस्न थालिन्। उनलाई मर्न मन लाग्यो, तर छोराछोरीको अनुहार हेर्थिन् र सोच्थिन्, म मरे भने मेरो बच्चाहरू कसरी बाँच्लान्? यस्तो जडिया बाउले त जिउँदै मरे तुल्य बनाउँछन् होला भन्ने सोची मर्न पनि सक्दिनथिन्। माइती जाउँ भने आमा बुवा छैनन्। भदा भाइ बुहारीले वास्तै गर्दैनन्। के गर्नु, लाटो लङ्गडो पोइ पर्यो भने बरु जीवन सजिलै काट्न सकिन्छ होला, तर यस्तो जडिया पोइ पर्यो भने जीवन जिउन साह्रै गाह्रो हुने रहेछ भन्ने सोच्दै आफूले ल्याएको चामलको जाउलो बनाएर बच्चाहरूको पेट भराइन् र बच्चा च्यापेर बच्चासँग सुतिन्। मायाको जीवन यस्तै दुःखसँग बितिरहेको थियो। अब मायाको छोरी पनि अलिअलि गरी मेलापात र अरूको घरमा काम गर्न सक्ने भएकी थिइन्। मायाले आफ्नो बच्चालाई पढाउन भने सकेकी थिइनन्। उनका 3 सन्तान नपढेका थिए। बिस्तारै मायाले छोरीलाई अर्काको घरमा राखिदिइन्, किनकि जडिया बाउले छोरीलाई पनि बेचेर जाँड खाइदिन्छु भनेर धम्की दिन थाले। त्यही भएर छोरीलाई बचाउनको लागि मायाले बाध्य भएर अर्काको घरमा राखेकी थिइन्। एक दिनको कुरा हो, रमेश सधैँ चाहिँ जाँडले मातिएर त्यस दिन पनि घरमा आएका थिए। तर एक्कासी उनले रगत छाड्न थाले। उनलाई सास फेर्न गाह्रो भयो। यो देखेर माया आत्तिदै छिमेकीलाई बोलाएर अस्पताल लगे। तर रमेशलाई अस्पताल लाँदै बाटोमै उनले अन्तिम सास फेरे। जस्तो भए पनि लोग्ने हो, रुन त आइहाल्छ। माया पनि रुन थालिन्। गाउँलेले छिमेकीले भन्छन्, बल्ल मर्यो यो जडिया, जहिले बुढी बच्चाहरूलाई दुःख दिन्थ्यो। गाउँलेको यस्तो वचनले मायालाई कता कता चसक्क घोचे झैं हुन्थ्यो।
त्यही नि केही नबोली माया आँसु खसाल्दै बसिरहिन्। नुन बारेर र सेतो धोती लगाएर बस्छिन्। मायाको दिनहरू यसरी नै बितिरहेको थियो। अब मायाको छोराहरू पनि ठुला भएका थिए। मायाको छोरी अर्काको घरमा काम गरेर भए पनि पैसा कमाउन सक्ने भएकी थिइन्। छोराहरू पनि कमाउने भएका थिए। माया पनि कमाउँथिन्। उनले आफ्नो लोग्नेले जाँड खाएर भट्टीमा उधारो पैसा पनि तिरिदिइन् र आमा छोरा छोरीले मिलेर गाउँमै सानो एउटा घर बनाए। मान्छेले लोग्ने मरेपछि दुःख पाउँछ भन्थे, तर मायाले पहिला लोग्ने हुने तुलनामा लोग्ने मरेपछि सुख पाएकी थिइन्। माया जीवनमा आफ्नो छोरा छोरीलाई पढाउन नपाएकोमा धेरै पछुतो मानेकी थिइन्, तर गाउँमै नपढेकोहरूलाई पढाउने प्रौढ शिक्षा खुल्यो। मायालाई पनि यो ठुलो मौका पर्यो। त्यही भएर उनले छोरा छोरीलाई प्रौढ शिक्षामा भर्ना गरिदिइन्। अहिले मायाको छोरा छोरी बिहान बेलुका पढ्छन्, दिउँसो काम गर्छन्। माया पनि काम गर्छिन्। पहिलाको जीवन कहिलेकाहीँ सम्झिन्छिन्। अझै डर लाग्छ। मायालाई अझै लोग्नेको कुटाइले अझै दुखेको महसुस हुन्छ। त्यही भएर उनी आफ्नो छोरा छोरीलाई भन्छिन्, जीवनमा महिलाको सम्मान गर्नु, कहिले पनि जाड रक्सी नखानु, आफ्नो श्रीमती छोरी कसैलाई पनि हात नउठाउनु। छोराहरू, हामी तपाईँले भन्नुभएको सबै कुराहरू मान्छौँ आमा भन्दै आमासँग खुसी भई बस्छन्। अरू मान्छेहरूको लोग्ने र बच्चाको बाउ मरेपछि दुःख पाउँछन्, तर मायाको भने पोइ मरेपछि उनको बच्चा र उनले सुख पाएका थिए। उनीहरू अब सुख र खुसीसँग बस्न थालेका थिए भन्दै यो कथा यहीँ सकिएको जानकारी गराउँदछु। कृपया तपाईँहरूलाई कस्तो लाग्यो? सल्लाह सुझावको लागि कमेन्ट बक्समा गई कमेन्ट गरिदिनुहोला। साथै लाइक, सेयर र सब्सक्राइब पनि गरिदिनुहोला।